सफा जग्गामा यो चाहिँ गर्नुपर्छ। यो दाजा चाहिँ है एकदमै सफा राख्नुपर्छ। यसलाई एकदमै हामीले पूजा गरेर हामीले गर्ने गरेको हुन्छ। सो तपाईँहरूले पनि सफा जग्गामा गर्नुहोस् होला, मैला नगरिदिनुहोस् होला। कहीँ तपाईँहरू टुर जाँदाखेरि यस्तोहरू देख्यो भने है। सो बी रेस्पेक्ट टु अल रिलिजन्स है। सो त्यसले गर्दाखेरि चाहिँ एकदमै यस्तो चिजहरूलाई सफा तपाईँहरूले यताउता जुन चाहिँ यो धाँजाको लुगा यो जुन चाहिँ झरेको हुन्छ भुइँतिर तपाईँहरूले है एकदमै लुङ्ताहरूको एकदमै तपाईँहरूले नटेकिदिनुहोस् भन्ने म तपाईँहरूलाई रिक्वेस्ट गर्छु। जहाँ पनि तपाईँहरू टुरिस्ट स्पोट्सहरूमा जाँदा टुरिस्टको एकदमै प्लेसहरूमा जाँदाखेरि चाहिँ जब हामी घुम्नु जान्छ हामी केको धुनमा है। सो यसलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ। तपाईँहरूले प्लिज नटेकिदिनुहोस् होला, जतासुकै के नगरिदिनुहोस् होला, यताउता नफ्याँकिदिनुहोस् होला। तपाईँले बाई चान्स देखिहाल्यो भने पनि तपाईँले सफा जग्गामा राखिदिनुहोस् होला। तपाईँहरूले